हेलो हेलो वेलकम टु माई फर्स्ट मिनी ब्लग। आज चाहिँ म अन्डा करी बनाउन जाँदैछु। अन्डा र हाललाई एकै ठाउँमा सिटी लगाइदिएर अनि त्यसलाई छोडाएर पिस पारेँ। अनि त्यसपछि कराईमा थोरै तेल हालेँ। अनि त्यस कराई तातेपछि मेथी र जिराले फुराइदिएँ। त्यसपछि त्यसमै लसुन पनि फुराइदिएँ। अनि प्याज फुराएर हरियो प्याज पनि थियो मसँग, प्याजको पत्ता। अनि त्यसलाई पनि राखेर चलाइ गरिदिएँ। जब चलाएर रातो हुन्छ त्यसपछि थोरै टमाटर राखिदिनु होला। अनि टमाटर राखेर चलाइ पनि गरिदिनु होला। चलाएपछि अनि त्यसलाई चाहिने बेसार, नुन, जिरा, धनियाँको धुलो, खुर्सानी आफ्नो स्वाद अनुसार राख्नु होला। अनि अघि काटेको आलुहरू पनि त्यसमै राखेर मोल्दिनु होला। आलु सानो पिस भएपछि पानी थोरै राखिदिनु होला। अनि थोरै उम्लेपछि अनि अन्डा त्यसमै राखेर अनि उमालिदिनु होला। अनि त्यसपछि हाम्रो रेडी भयो अन्डा करी। मिठो भएको थियो है, तपाईहरु पनि ट्राई गर्नु होला।